गुरुजी के हो पारा तपाईको? तपाई गाडी लापरवाही पारेर कुदाइराख्नु भएको छ। तपाईको ध्यान चाहिँ कहाँ छ? अघिदेखि म विचार गरिरहेको छु। ठिकै छ त दिदी, हामीलाई पनि हतार छ। बरु अलि चाँडो गाडी कुदाउनु न गुरुजी। बहिनी दुर्घटना तपाईँ गाडीमा हुनुहुन्थ्यो? हो सर, म यही गाडीभित्र थिएँ। मैले उहाँलाई अघिदेखि नै सम्झाइरहेको छु। मैले कतिचोटि सम्झाइसकेँ तपाईँले यसरी लापरवाही गाडी नकुदाउनुहोस् भनेर मैले कतिचोटि उहाँलाई सम्झाएँ, तर उहाँले मेरो कुरै सुन्नु भएन सर। तपाईँहरूले आफू चढेको सवारी साधनको चालकले सवारी साधन लापरवाहीपूर्वक चलाइसकेपछि तपाईँले यो गाडीको ड्राइभरलाई सम्झाउँदा नमान्दाखेरि प्रहरीको हटलाइन नम्बर 100 वा ट्राफिक प्रहरीको हटलाइन नम्बर 103 मा यति नम्बरको गाडीको चालकले यसरी लापरवाहीपूर्ण सवारी साधन चलाइरहेछ सर, यसलाई कारवाही गरिदिनु पर्यो भनेर खबर गरिदिनु भएको भए त यो दुर्घटना हुने नि थिएन। यो गाडीलाई यहाँ दुर्घटना हुनुभन्दा अगाडि नै प्रहरीको स्टेसनले कारवाही गरिसक्थ्यो। तपाईँले त्यो खबर गर्न ढिला भएर यो दुर्घटना हुन पुगेन बहिनी। जेब्रा क्रसिङ गर्दै गरेको मान्छेलाई ठोकेको छ कि यो ड्राइभरले लापसे कि मापसे सेवन गरेको हुनुपर्छ सर? हुन्छ, हामी चालकलाई अनुसन्धान गर्छौँ। उहाँको जे कसुर छ कसुर अनुसार हामी उहाँलाई कारवाही पनि गर्छौँ। घाइतेलाई पनि हामीले उद्धार गरिसकेका छौँ। तपाईँहरू अबदेखि चाहिँ सचेत हुनु होला। यो सेतो धुलो के हो? गल्ती भयो सर। के हो भाइ, चालक भएर नि यसरी सवारी साधन चलाएपछि यात्रुहरू कसरी सुरक्षित हुन्छन् त? त्यही कारणबाट यो दुर्घटना भएको हो। लागु औषध र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु हुँदैन भन्ने तपाईँलाई थाहा थिएन? थाहा छ सर। थाहा हुँदै पनि किन चलाउनु भयो? हेर्नुहोस् भाइ, लागु औषध प्रयोगले तपाईँ, परिवार र समाजलाई असर पुर्याइरहेको हुन्छ भन्ने तपाईँलाई थाहा थिएन? थाहा छ सर। मैले ठुलो गल्ती गर्नाले यो दुर्घटना भयो। सुरुमा मलाई गाडी चलाउँदा जहिले थकान महसुस हुन्थ्यो। त्यही बिचमा मलाई एउटा साथीले यो ट्याब्लेट खायो भने थकान हराउँछ, निन्द्रा लाग्छ भनेर दियो। अनि मैले त्यही दिनबाट खान सुरु गरेँ। त्यसपछि पैसाको लोभले ओसार पसार पनि गर्न थालेँ। त्यस बिचमा प्रहरीको चेकिङ बढ्न थाल्यो। अनि मलाई डर महसुस भएर डर हराउनको लागि मैले लागु औषध सेवन गरेर गाडी चलाउन थालेँ। खराब साथी सङ्गतको कारणले म आज कुलतमा फसेँ सर। लागु पदार्थको साटो स्वस्थ जीवनको बाटो। लागु औषधले लिन्छ ज्यान, सवारी चालकले पुर्याउ है ध्यान। लागु औषधको दुरुपयोगबाट आफू जोगिनु मात्र होइन, अरूलाई पनि यसबाट जोगाउन सहयोग गर्नु हामी सबैको कर्तव्य हो। आफू पनि लागु औषधको कुलतबाट टाढै रहौँ, अरूलाई पनि टाढै राखौँ र लागु औषध मुक्त समाज निर्माणमा सबै एकजुट हौँ। धन्यवाद।